साथीहरु सबैजनालाई नमस्ते, स्वागत छ आजको हाम्रो नयाँ भिडियोमा है साथीहरु। साथीहरु म अब काममा जान तयारी छु हैन। यतातिर हाम्रो नानी प्रदीप काका है छुट्टी पनि रेडी भइसक्यो स्कुल जानलाई है। अब हामी बुढाबुढी जाँदैछौँ काममा साथीहरु। आज जान पर्छ धेरै टाढा। साथीहरु यो देख्नुहुन्छ हाम्रो बाबु स्कुल जाँदैछन् आज है। यतातिर हामी जाँदैछौँ साथीहरु काममा। आज काम गर्नुपर्ने हामीले सेफको तौलिया गर्ने है। आजको काम हाम्रो सेफको तौलिया गर्ने काम छ है साथीहरु। अहिले म सनेरी धारामा आएको छु हैन। पानीको धारा यो देख्नुहुन्छ यहाँनिर है। यो यतातिर यो पानीको धारा है। यहाँनिर घोडखप पानी पिउनलाई म यो पानी है साथीहरु के देख्नुहुन्छ। पानी पिन्छु म। अमला खाँदै हैनको फाइनली साथीहरु हामी अहिले काममा पुग्यौँ। यहाँ यो देख्नुहुन्छ है तौलिया खन्ने काममा। यतातिर भर्खर पुग्यौँ हामी। अब लाग्दैछौँ हामी यहाँ खन्न है। अब तौलिया गर्न लाग्छौँ साथीहरु हामी यहाँ है। यहाँको चाहिँ सेउको बुटो साथीहरु यो देख्नुहुन्छ यहाँ यस्तो छ हैन। साना यो यहाँ पलतिर ठुला खान्छन् त उयो है। यिनी बुटाहरू यिनीमा त सेप लाग्छ साथीहरु है। यसमा है यिनीमा चाहिँ सेप लाग्छ। यिनी चाहिँ भर्खर कलम गरेको सानै छिन् बुटा हैन। यो देख्न सक्नुहुन्छ यो। फाइनली साथीहरु हाम्रो चाहिँ अब छुट्टी भयो 5 बज्यो है। अब हामीले चाहिँ सामान लुगाएर रेडी भयौँ। अब हामी हिँड्नेवाला छौँ अब है। यतातिर चाहिँ भोग लाएर ल्याङ भएर बसेको अवस्था छ। यतातिर यो साला होइन। हामीले चाहिँ सामान यसमा लुगाएर राखेको छौँ साथीहरु। यसमा भोलि पनि आउनुपर्छ त्यो भएर यसमा यो घाँसमा लुगाएर राखेको छौँ सामान। बिहान हामीले तौलिया उयो माथि गरेको साथीहरु उयो माथि यहाँनिर त्यो भ्याएर फेरि यो यहाँ यो खन्नु पर्ने छ। यो खन्यौँ है यहाँसम्म। बाँकी यतातिर छ यहाँसम्म हो खन्नुपर्ने। बाँकी अब भोलि खनिन्छ साथीहरु यो है। अब साथीहरु हामी जानलाई अब हिँड्यौँ हामी। हात धुनु पर्यो है साथीहरु। अब यहाँ हात दस्ताना लगाएर एकदम बास आयो साथीहरु। हामी अहिले बाटोमा हिँड्दैछौँ है। जाँदैछौँ हामी डेरामा। बाँकी आउँदैछन् पछाडिबाट अरू है। मैले यो जो टोपी लगाएको छु साथीहरु यो टोपी फेरि मैले अर्को टोपी थियो हैन। जम्मै मैले अर्को टोपीबाट भिडियो बनाउँथेँ मैले। त्यो टोपी साथीहरु कुखुरा हान्न आउँदाखेरि राति खसेर म पानी आएको थियो हैन। त्यो बेलामा फेरि पानी आएको थियो। म प्लास्टिक लगाएको थिएँ भित्रबाट प्लास्टिकको टोपी बनाएको थिएँ। त्यो माथि अर्को टोपी लगाएको थिएँ कि त्यो गरम टोपी त्यो लगाएको थिएँ। कहाँ खसिन्छ कहाँ खसिन्छ थाहै भएन कि त्यो टोपी है। बाँकी क्वार्टरमा गएर हेर्छु भनेको त राति क्वार्टरमा गएर हेर्छु भनेको त्यो टोपी नै प्लास्टिकको टोपी मात्रै छ टाउकोमा त है। त्यसपछि फेरि काकालाई फेरि मैले साथीहरु यो टोपी मागेर लगाएको छु साथीहरु मैले है। यो टोपी थाहै पाएन क्या त्यो टोपी कहाँ खस्यो है। टोपी पनि साथीहरु त्यो मैले यतानु मिल्दैन क्या त्यो टोपी किनेको मैले लावलमा हो क्या त्यो टोपी किनेको। लगभग 3-4 वर्ष भयो कि त्यो टोपी किनेको है। लावलमा किनेको। कुल्लु मनालीदेखि जान्छ हैन बाटो लावल स्पिटी भन्नेमा त्यहाँ किनेको साथीहरु मैले त्यो टोपी है। त्यस्तो टोपी मैले यहाँ रामपुरमा पुरै खोजेँ भेटाएन कहीँ पनि।
त्यो टोपीको लागि साथीहरू म फेरि वहीँ जानु पर्छ किन्न कुल्लु मनाली। म कुनै दिन साथीहरू म त्यहाँ गएँ भने त्यहाँको मैले टोपी किनेँ भने त्यो टोपी लगाएर भिडियो बनाउँछु मैले है। कुनै टाइम गएँ भने म ल्याउनेछु टोपी है। अहिले साथीहरू हामी चाहिँ साग खोज्दैछौँ यहाँ, किनकि साँझको लागि सब्जी। ल साथीहरू हामीले चाहिँ साग टिप्नु लाग्यो यतातिर, यी देख्न सक्नुहुन्छ यतातिर यी पुरै साग टिप्नु लाग्यो देख्न सक्नुहुन्छ यहाँ हरियो साग होइन। झोलामा एकुन झोला भइसक्यो साथीहरू, अझै टिप्दैछौँ हामी यी है। यतातिर मसिनो छ अझै साग, अझै यता टिप्दैछौँ हामीले अझै। यतातिर यो देख्न सक्नुहुन्छ यतातिर साग टिप्दैछौँ हामीले।